अप्पी हिमाल सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित एक भव्य र कम चर्चित हिमाल हो। यस हिमालको उचाइ 7132 मिटर अग्लो रहेको छ भने यसलाई नेपालको पश्चिमी क्षेत्रको सबैभन्दा अग्लो हिमालको रूपमा लगिन्छ। अप्पी हिमाल आफ्नो वरपरको भूभागबाट नाटकीय रूपमा माथि उठेको देखिन्छ, जसले गर्दा यो हिमाल निकै नै आकर्षक अनि सुन्दर देखिन्छ। अप्पी बेस क्याम्प ट्र्याक तुलनात्मक रूपमा नयाँ हो। यहाँको ट्र्याक गर्दा शान्त वातावरण अनि प्राकृतिक सौन्दर्यताको रमाइलो लग्न सकिन्छ। आज भने हामी घरबाट हिँडेको चौथो दिनको सुरुवात हुन्छ धौली ओरालबाट। नौलो ठाउँ, अनौठो प्रकृति, हाम्रो भाग्य भनौँ या मौसम। हामी अप्पी बेस क्याम्प पुग्दै गर्दा खुल्ला आकाश, चिसो चिसो मौसम अनि सेता दन्त झैँ टिलिक्क टल्केका हिमालहरूले स्वागत गरिहाल्यो। आज हामी पुरै दिन यही बेस क्याम्पमा बिताउनेछौँ अनि यस ठाउँका सुन्दर अनि रमणीय ठाउँहरू देखाउनेछौँ। त्यसैले भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुहोला अनि मेरो च्यानलमा जो नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्न भने चाहिँ नबिर्सनु। ल अब भने केही ढिला नगरी भिडियोलाई चाहिँ स्टार्ट गरौँ है त। लेट्स बिगिन। हेलो गाइज, गुड मर्निङ फ्रम धौली ओराल होइन। अहिले चाहिँ हामी बिहानको करिब 7 बजेदेखि चाहिँ हामी रेडी भइसकेका छौँ धौली ओरालमा। अनि चाहिँ यहाँदेखि चाहिँ बेस क्याम्पको लागि चाहिँ हाम्रो ट्र्याक स्टार्ट हुन्छ। हामी चाहिँ 3 दिनपछिको होइन पानीपछि चाहिँ आज फाइनली घाम लागिरहेछ। पुरा आकाश होइन पुरा खुल्ला छ क्या, पुरा होइन एउटा नि बादल छैन। त्यही भएर लास्ट चिसो छ। त्यही भएर चाहिँ अब हामी बिस्तारै अगाडि बेस क्याम्पको लागि ट्र्याक स्टार्ट गर्छौँ। हामी बसेर रुम देखाउँछ होइन, यस्तो ठाउँमा बसेका छौँ क्या हामीहरू। हामी बस्ने रुम यस्तो ठाउँमा हामीले रात कटाएको थियौँ। ल पत्तापक गर नि त नानीहरू। त्यही हो, अब चाहिँ हामी बिस्तारै होइन माथि देख्न सक्नुहुन्छ होइन। हिमाल चाहिँ पुरा आकाश पनि होइन पुरा खुल्या छ। अब चाहिँ हाम्रो टिम चाहिँ बेस क्याम्पको लागि अगाडि बढ्छ। दबदबा यिनीहरू पनि सबजना रेडी भइसक्यो। मेरो चाहिँ हात होइन चिसोले यति घामिरहेको छ नि, त्यही भएर चाहिँ अब बिस्तारै अगाडि जान्छौँ है त हामीहरू। फाइनली हिउँमा पनि पुग्यो। हिउँमा खेलिन्छ मजाले। ओ माई गॉड, व्हाट अ व्यू। म त फिदा भइसक्यो के यो ठाउँमा पुग्नुभन्दा अगाडि। आउनु माई गॉड। अप्पी यो चाहिँ पछाडिको देखिने हिमाल चाहिँ अप्पी हिमाल होइन। अनि यता चाहिँ के छ यो साइड चाहिँ यो फुल 360 को भ्यूमा चाहिँ एङ्गलमा चाहिँ भ्यू देखिरहेछ। चिसो चाहिँ एकछिन अब घाम लाग्यो भने देखाउँछु यार। हराउनु गयो यार। हान्डियो हामी चाहिँ अप्पीको अप्पी हिमाल गर्नु यहाँनिर है यो। ल यो पुरा होइन सबै आफ्नो पारामा रमिरहेछन्। अब ल आँडा यतिमा लाग्दै गयो ल यी देख्न सक्नुहुन्छ होइन अप्पी हिमाल। होला मायासँग माया मिसाउने ए निरजैले रिसाउने निरजैले। यो कन्सर्ट भइरहेछ है यो अप्पी बेस क्याम्पमा। यहाँसँग माया मिसाउने कमेडी सर्ट यो नानी मेरो लागि टुप।
निकाल 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 यो कपालबाट निकालिदियो ल यो नानीले मलाई अत्याचार गरिरहेको छ यस्तो भ्लगमा नहाल्नै हाल्छु म त जुन नानीको माया हो के भने हामीहरू पुरा आनन्दभरमा घुमिरहेछौँ कुहिरो पनि अलिअलि टाउकोमा छ कि नै टाउकोमा हिउँ छ कि नै ल ठिक छ आउट 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 हेर्नु न पुरै यार यो हिउँमा त सुते छ के पुरा होइन यसरी आनन्द म त मर गयो रे उनीहरूले चाहिँ होइन मेरो क्यामेरामा हिउँ फालिदिइसकेका छन् के त यो चिसोले मरिरहेको छ हेरेको काम के होला भैया मलाई चाहिँ यस्तो यो चिजमा चाहिँ दौड्न मजा लाग्यो त्यही हो गाइज होइन आज चाहिँ हामी अप्पी बेस क्याम्पदेखि चाहिँ रिटर्न भइरहेछौँ सो एकदम बबाल भयो यहाँको जर्नी चाहिँ होइन तपाईँहरू चाहिँ यदि काठमाडौँदेखि आउँदै हुनुहुन्छ भने सेल्बिसासम्म चाहिँ मजाले पुग्न सक्नुहुन्छ होइन बस बाइक जिप लगायतका अन्य सवारी साधनहरू युज गरेर तपाईँ सेल्बिसा पुग्नै पर्ने हुन्छ होइन अनि त्यो सेल्बिसादेखि चाहिँ हामी मकरीगाडको लागि जिप पाइन्छ अनि त्यो जिपमा बसेर फेरि चाहिँ हाम्रो मकरीगाडदेखि यो ट्र्याक चाहिँ स्टार्ट हुने भनेको अनि जब मकरीगाडदेखि ट्र्याक स्टार्ट गर्ने बित्तिकै हामीलाई चाहिँ एउटा उकालो आउँछ होइन त्यो उकालो काट्न तपाईँहरूलाई जसलाई पनि 1-1.5 घन्टा चाहिँ मजाले लाग्छ क्या अनि त्यो उकालो कटाउने बित्तिकै होइन तपाईँहरू चाहिँ घुसा गाउँ इन्ट्री गर्नुहुन्छ अनि तपाईँहरूलाई चाहिँ ट्र्याक चाहिँ सजिलो हुने भनेकै घुसा गाउँदेखि हो कि घुसा गाउँ पुग्नलाई चाहिँ अलि अप्ठ्यारै छ भनौँ न होइन बाटो पनि राम्रै छ नि त तर हल्का रिङ्गाठा लाग्ने टाइपको बाटो छ अनि अर्को दिन भनेको तपाईँ घुसादेखि अलि धेरै हिँड्ने मान्छे त धौलिवटासम्म मजाले पुग्छ भनेपछि यदि कोही चाहिँ भ्यूहरू सिनहरू हेर्दै मजा लाग्दै आउने मान्छे चाहिँ छिरछिरेसम्म चाहिँ मजासँग आइपुग्नुहुन्छ भने सेल्बिसा मकरीगाडदेखिको चाहिँ 3rd डेमा चाहिँ तपाईँ अप्पी बेस क्याम्प चाहिँ बिहानै पुग्नुहुन्छ क्या बिहान लगभग 10-11 बजीदेखि मजासँग पुग्नुहुन्छ होइन त्यसैले चाहिँ अप्पी बेस क्याम्प आउँदै हुनुहुन्छ भने जहाँबाट भयो नि 1 हप्ता चाहिँ छुट्याउनै पर्ने हुन्छ होइन त्यही भएर 1 हप्ता चाहिँ छुट्याउनु होला अनि कस्टको कुरा गर्ने हो भने हामी चाहिँ अब लोकल होइन यता घोलजर गाउँदेखि आएको हामीले चाहिँ पर पर्सन 5000 लिएर आएको सो हामीलाई चाहिँ त्यो इनफ पुग्यो यदि चाहिँ काठमाडौँदेखि यदि अरू यो लोकल एरियाभन्दा बाहिरदेखि आयो भने 10-15 या 20को बिचमा लियो भने धेरै नै हुन्छ क्या त्यति हाटो पनि छैन होइन अनि खाने बस्नलाई चाहिँ ठाउँमा टेन्टहरू होमस्टेहरू दामी छ त्यही भएर चाहिँ तपाईँहरू त्यो गर्न सक्नुहुन्छ होइन हजुर कस्तो लाग्यो काकु यहाँ पुगेर ल बबाल भइरह है केटाहरूलाई होइन स्ट्रेन्थ ग्रुपको विशेष गरेर साथीहरू योचोटि यस्तै भयो टाइम मिलेन अर्कोचोटि चाहिँ हामी यो अप्पी हेर्न होइन यस्तो मौसममा चाहिँ रमाइलो गर्नेवाला नै छौँ अर्कोचोटि टाइम मिलाउँछौँ हामीहरू अब नेक्स्ट पालो लगाएको यो सूचना लिपस्टिक गराएको सूचना लगाएको तपाईँको कस्तो लाग्यो यो ठाउँमा पुगेपछि यस्तो सिचुएसन देख्दा सायद शब्दमा व्यक्त गर्न त सकिँदैन तर कोसिस गर्छौँ 3 दिन पानी पर्यो त्यसपछि कसैलाई पनि आश हुन्न यहाँ पुगेपछि घाम लाग्ला हिउँमा खेल्न पाइन्छ भन्ने तर सौभाग्य भनौँ कि हाम्रो लक भनौँ के भनौँ कि नगर्न यार भाइ भगवानको कृपा भनौँ कि के भनौँ साथ दियो मौसमले नि त्यसैले आज हामी रमाइलो गरिरहेछौँ हिउँमा खेलिरहेछौँ हाम्रो रमाइलो क्षणहरू रमाइलो पलहरू चाहिँ हामी यो भ्लगमा इन्क्लुड गर्नेवाला नै छौँ होइन हजुर आफै सोच्नु बिहानदेखि के नास्ता नगरिकन 9 बजेसम्म हिउँमा खेलिरहेछौँ कति एक्साइटेड हुँला कति
खुसी होला भन्ने कुरा त्यहाँबाट थाहा हुन्छ ल धन्यवाद सेवारो ल अब पालो हाम्रो नानीहरूको 2 शब्द जाओस् यो भाइ त होइन फर्स्ट टाइम हो खतरै पुरा इन्जोय लगिरहेछ यी लक्ष्मीजी पनि हाम्रो होइन पुरै ट्रेडिसनल ड्रेसमा चाहिँ रेडी भएर फोटो खिच्ने तर्खरमा हुनुहुन्छ होइन अब चाहिँ एकछिनपछि हाम्रो यो ठाउँ पुग्दा कस्तो लाग्यो ल भन्न त मजा आयो ल सबैजना होइन जो हेर्दै हुनुहुन्छ सबैजनालाई चाहिँ होइन हामीहरूले चाहिँ मिस गरिरहेछौँ हाम्रो टिमको लगायत सबैजनालाई सो अझै घुम्छौँ हामीहरू माथि होइन दामी सिन जति भ्याइन्छ त्यति घुम्नेवाला नै छौँ टल्किन लाग्यो मेरा दैका दुना बचकलीका धुरा सुवा तेरो माया जरा कलेजीका कुना थ्याङ्क यू धन्यवाद यो साइनबोर्डमा के भनेको छ भने चाहिँ वेलकम टु अप्पी बेस क्याम्प 3900 मिटरको एल्टिट्युडमा छ होइन कङ्ग्रेचुलेसन फर द सक्सेस भनेपछि हामी चाहिँ अप्पी बेस क्याम्पको चाहिँ ट्र्याक चाहिँ सक्सेस भइसक्यो अब घुम्ने पालो तपाईँहरूको होइन अनि चाहिँ यो ठाउँदेखि होइन एउटा साइनबोर्ड लगाएको छ कालीढुङ्गा ताल 4200 मिटरको एल्टिट्युडमा भनेपछि यो बेस क्याम्पदेखि चाहिँ हल्का चाहिँ हाइटी जानुपर्ने हुन्छ हामीले कालीढुङ्गा ताल उसरी भन्ने हो भने यो बेस क्याम्पदेखि चाहिँ राइट साइड गयो भने कालीढुङ्गा ताल पुग्छौँ भने लेफ्ट साइड गयो भने हामी चमेलिया मुहान प्लस डिङडेपानी ताल पुग्छौँ त्यसैले चाहिँ जो डिङडेपानी ताल र चमेलियाको मुहान जान्छ यो लेफ्ट साइड हुँदै जान्छ भनेपछि कालीढुङ्गा ताल जाने मान्छे चाहिँ राइट साइड हुँदै जान्छ सो आउनु होला एकदम दामी के हाम्रो के भएको हो भने ट्र्याकमा चाहिँ होइन 3 दिन चाहिँ रेगुलर पानी पऱ्यो होइन बाटोमा आउँदाखेरि हामी पानीमा भिजी आयो जब कि हामी यहाँ पुग्यौँ नि 4th डे यहाँ पुगेपछि चाहिँ पुरा आकाश निलो होइन तल ग्राउन्ड चाहिँ सेतो हिमालयको पुरै सेतो हाँसिरहेको होइन त्यो भ्यू देख्दा त ओहो स्वर्ग पुगे जस्तो फिल भयो क्या हामीहरूको ग्रुप भनेको 8 जनाको आधा चाहिँ हाम्रो घोलझर गाउँको थियो भने 3-4 जना बाहिरको प्लस 1 जना चाहिँ हाम्रो खण्डेश्वरदेखि चाहिँ लोकल मान्छे आएको थियो त्यही भएर चाहिँ हाम्रो यात्रा एकदमै रमाइलो भयो भनौँ न त होइन तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस् होइन जिन्दगीको मजा लग्नुहोस् त्यही त हो जिन्दगीमा चाहिँ जति जे भए पनि होइन खुसी हुनु पऱ्यो रमाउनु पऱ्यो त्यही त हो होइन दुःख कष्ट आफ्नो ठाउँमा छ आउनु होला गाइज होइन हामीहरू चाहिँ घुमिसक्यौँ अब घुम्ने पालो तपाईँहरूको है त तपाईँहरूको प्रतीक्षामा बसेको छ यो चाहिँ हाम्रो अप्पी हिमाल है त